न्युजिल्यान्डले आज अप्रिल 2 बाटै लागू हुने गरी एउटा नियम परिवर्तन गरिदिएको छ। त्यो नियम परिवर्तनले नेपालबाट पढ्न जाने विद्यार्थीहरूको इनिसियल इन्भेस्टमेन्ट बढ्ने देखिन्छ। यो नियम के हो र यसले कस्तो असर गर्छ भनेर बुझ्नको लागि यो भिडियो पुरा हेर्नु होला। हामीलाई फलो गर्नुहोस् र मिल्छ भने सेयर पनि गरिदिनुहोस् ताकि एप्लाई गर्दै गरेका र एप्लाई गर्ने प्लानिङ गरेका विद्यार्थीहरूलाई डिसिजन लिन सघाउ पुगोस्। यो नियम हो एफटीएस, फन्ड ट्रान्सफर स्किम। यसले न तपाईँको एडमिसन रिक्वायरमेन्टमा चेन्जेस गरेको छ, न इङ्ग्लिस रिक्वायरमेन्ट, न तपाईँले कति लोन लिनुपर्ने या फाइनेन्सियल रिक्वायरमेन्ट या ब्याङ्किङ, त्यसको साथसाथै न तपाईँको भिजा एप्लिकेसनका डकुमेन्टमा चेन्जेस गरेको छ। यसले चेन्जेस मात्रै के गरेको छ भन्दा भिजा दिनको लागि एआइपी लेटर सँगसँगै तपाईँले ट्युसन फी मात्रै होइन, तपाईँले अब लिभिङ एक्सपेन्सेस पनि न्युजिल्यान्डमै पठाउनु पर्ने हुनसक्छ। त्यो रिक्वेस्ट गरिन्छ। उनीहरूको बुझाइमा पढ्न जाने विद्यार्थीका पैसाले पुग्छ भने जुन नेपालमा छ भने त्यो जेन्युन एक्सेस न्युजिल्यान्डमा लान सक्ने अवस्था छ कि छैन त्यो, र पढ्नको लागि पार्ट टाइम वर्कलाई चाहिँ एज अ स्किलको रूपमा नगरिकन आफ्नो ट्युसन फी र लिभिङको लागि युज गरे। त्यो कारणले नेपालबाटै लगेको पैसाले आफू खान बस्न पुगोस् र पार्ट टाइम वर्कलाई चाहिँ उनीहरूले स्किल डेभलपमेन्टमा ध्यान दिउन् भन्ने उद्देश्यले बनाएको देखिन्छ। अझै त्यहाँ ट्रिकी पार्ट के छ एफटीएसमा भन्दाखेरि जुन तपाईँले लिभिङ एक्सपेन्सेस न्युजिल्यान्ड लग्नुहुन्छ त्यो पैसा 17,000 देखि 20,000 लग्न पाउनुहुन्छ। त्यो पैसा तपाईँ न्युजिल्यान्ड पुग्ने बित्तिकै तुरुन्तै सबै पैसा युज गर्न पाउनुहुँदैन। त्यो जुन पठाएको पैसा त्यो पैसा तपाईँले 1400 देखि $1,650 महिनावारी बल्ल चलाउन पाउनुहुन्छ। त्यहाँभन्दा बढी चलाउन पाउनुहुँदैन। भिजा रिजेक्ट भएको खण्डमा त रिफन्ड त आउँछ। त्यसले तपाईँलाई असर गर्ने कि नगर्ने, कस्तो खालको कलेज युनिभर्सिटी गर्ने, र अहिले 20,000 देखि 30,000 मात्रै प्लानिङ गरिरहेका विद्यार्थीको 50-60,000 हुन सक्ने देखिन्छ भने मास्टर्सको त अझै बढ्ने देखिन्छ। तपाईँलाई असर गर्छ कि गर्दैन, न्युजिल्यान्ड तपाईँको लागि हो कि होइन, एकचोटि छलफल गरौँ, त्यसपछि तपाईँले डिसिजन लिनुभयो हुन्छ। हामी चिप्लेडुङ्गा पोखरा ट्रेडमिलको पारिपट्टि तेस्रो तलामा छौँ। आउनु छलफल गरौँ। डोन्ट रिस्क योर भिजा, गेट द राइट सपोर्ट। थ्याङ्क यू।